सानो सानो कुराले पनि हामीलाई समस्यामा पारिरहेको हुन्छ। कसैको खुट्टा मजा एकदमै गनाउने व्यथा भनौँ, रोग भनौँ एउटा हुन्छ होइन। त्यसको लागिलाई तपाईँले अलिकति खर्च गरेर त्यो रोगलाई निको पार्न सक्नुहुन्छ। धेरै खर्च पनि लाग्दैन। त्यसको लागिलाई तोरीको तेल थोरै लिनुहोस् होइन। तोरीको तेल लिएर अनि जुत्ता मोजा लाउने अगाडि मजाले पैतालामा छ्यापी लगाउनुहोस् तोरीको तेल होइन। अनि त्यो अम्लाको कापमा मजाले लगाएर अनि जुत्ता मोजा लाएर चाहिँ जुत्ता लाउनुहोस्। जुत्ता हिँड्दाखेरि पनि अलिक चिप्ले जस्तो महसुस त हुन्छ खुट्टामा, तर त्यसले एकदम राम्रो गर्छ र हरेक दिन हरेक पटक लगाउनु भयो भने सधैँको लागि त्यो दुर्गन्ध चाहिँ टाढा हुन्छ। त्यसको लागिलाई अलिकति ध्यान दिनुपर्छ। खुट्टा धोएर मोजा लाउनु अगाडि तोरीको तेल मजाले लाउने। त्यसो गर्नुभयो भने तपाईँको गनाउने साथीहरूको अगाडि यसो जुत्ता खोलेर बस्नलाई टेन्सन भएन। त्यसको लागिलाई युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नुहोला। अरू पनि यस्तै टिप्सहरू लिएर आउने नै छु र अरू सकेसम्म सेयर पनि गर्नुहोला। धन्यवाद।